वर्षको यो स्वर्ण महोत्सव तेलकुमे क्याम्पसमा 50 वर्षको यो स्वर्ण महोत्सव तेलकुमे क्याम्पसमा रमाइलो गर्न आयौँ हामी हजारौँ जमातमा रमाइलो गर्न आयौँ हामी हजारौँ जमातमा यो चिरलाई सम्झाउँ सम्झाउँ हे मेरा साथीभाइ यो चिरलाई सम्झाउँ सम्झाउँ हे मेरा साथीभाइ हामी नाचेर गर्छौँ है कागजमा हामी नाचेर गर्छौँ है यो स्वर्ण जयन्ती सफलताको कामना गर्छौँ है यो स्वर्ण जयन्ती सफलताको कामना गर्छौँ है यो क्षणलाई सम्झाउँ सम्झाउँ हे मेरा साथीभाइ यो क्षणलाई सम्झाउँ सम्झाउँ हे मेरा साथीभाइ सिल लिँदै हुनुहुन्छ तेलतुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चक्रपाणी भट्टराई। कृपया तालीले उहाँहरूलाई जोरदार स्वागत गरौँ। धन्यवाद अधिकारी सर छ र कलाकार मित्रहरूलाई तयारी अवस्थामा स्टेजको नजिकै सबलाई मन भनेर दिन गन्ती गानेर इच्छुक बनेर दिन गन्ती गानेर इच्छुक बनेर 17 सालमा स्थापित भई 50 वर्ष पुगेको 17 सालमा स्थापित भई 50 वर्ष पुगेको हाम्रै मिहिनेत परिश्रमले यो सही चुरेको स्वर्ण महोत्सवलाई मन भनेर दिन गन्ती गानेर इच्छुक बनेर दिन गन्ती गानेर इच्छुक बनेर मानविकी शिक्षा शास्त्र पढ्न पाएका छौँ मानविकी शिक्षा शास्त्र पढ्न पाएका छौँ विज्ञान अनि वाणिज्य नै छिट्टै चाहेका छौँ स्वर्ण महोत्सवलाई मन भनेर दिन गन्ती गानेर इच्छुक बनेर दिन गन्ती गानेर इच्छुक बनेर भनेर दिन गन्ती गानेर इच्छुक बनेर दिन गन्ती गानेर इच्छुक बनेर देशमा विकास गर्ने भए भ्रष्टाचारीलाई देशमा विकास गर्ने भए भ्रष्टाचारीलाई खार्नै पर्छ। जनताका बीचमा तिनलाई टुक्रा टुक्रा पार्नै पर्छ।
देशमा विकास गर्ने भए भ्रष्टाचारीलाई खार्नै पर्छ, जनताका बीचमा तिनलाई टुक्रा टुक्रा पार्नै पर्छ। विदेशीको तालमा यहाँ डम्फु नाच नाच्नेलाई, विदेशीको तालमा यहाँ डम्फु नाच नाच्नेलाई सबै एक भई सदाका लागि मेची काली तार्नै पर्छ, जनताका बीचमा तिनलाई टुक्रा टुक्रा पार्नै पर्छ। दादागिरी गुण्डागर्दी देखाउने भातेहरूलाई, दादागिरी गुण्डागर्दी देखाउने भातेहरूलाई भदौरे बाँझोबारीमा गोरु बनाई नार्नै पर्छ, देश विकास गर्ने भए भ्रष्टाचारीलाई खार्नै पर्छ। रगतको होली खेल्ने नेताहरूको महलमा उल्टै औडु बम झार्नुपर्छ, जनताका बीचमा तिनलाई टुक्रा टुक्रा पार्नै पर्छ। शत्रुको नाश गर्नु त होइन नि अब त, शत्रुको नाश गर्न होइन नि अब त, देश विनाश गरी सड्न थाले नेपाली, देश विनाश गरी सड्न थाले नेपाली। आफ्नो संस्कृतिको संरक्षण गर्नुको सट्टा, आफ्नो संस्कृतिको संरक्षण गर्नुको सट्टा सांस्कृतिक सम्पदालाई भाड्न थाले नेपाली, सांस्कृतिक सम्पदालाई भाड्न थाले नेपाली। स्वदेशी माटो माया गर्नुको लागि पर्ने, स्वदेशी माटो माया गर्नका लागि पर्ने, विदेशी माटोमा डट्न थाले अब नेपाली, विदेशी माटोमा डट्न थाले अब नेपाली। एउटै माला उन्न झन्झट मान्दै, एउटै माला उन्न झन्झट मान्दै थुङ्गा पनि थुत्न थाले नेपाली, थुङ्गा पनि थुत्न थाले नेपाली। हस्त, धन्यवाद, नमस्कार। धन्यवाद गजलकार सर। आदरणीय उपस्थित सम्पूर्ण दर्शक महानुभावहरू, तपाईहरू इगल एफएम 99.2 को प्रत्यक्ष प्रसारणमा पनि हुनुहुन्छ। इगल एफएम 99.2 ले हाम्रो यो प्रतियोगी कार्यक्रमको, समापन कार्यक्रमको, विभिन्न सम्मान कार्यक्रमको, खेलकुद कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेको छ र उहाँहरूलाई पनि हामी आयोजकका तर्फबाट धन्यवाद नदिरहन सक्दैनौँ। यसै क्रममा मैले पूर्व घोषणा गरे अनुसार हाम्रा मनका दाई आदरणीय उमेश दाईको अप्रतियोगी लोकनृत्य स्वदेश गानका साथमा प्रस्तुत हुँदैछ। आदरणीय दर्शक महानुभावहरू, तपाईहरूका मनका दाई आदरणीय हाम्रा आठराईका उमेश दाई, आदरणीय सम्पूर्ण उपस्थित दर्शक महानुभावहरू, तालीको गडगडाट प्रदान गरिदिनु हुन म अनुरोध गर्दछु। तालीले यो नाचलाई सहयोग गरौँ हामी।
बास्कोटा तपाईँ जहाँ भए पनि स्टेजमा सम्पर्क गरिदिनु होला। हरि बास्कोटा डन्डी उचालेरै जानुपर्छ कि त्यतिकै चाहिँ हुँदैन।
छिनैमा भेट हो माया के भनी बोलौँ म पहिलो दिनैमा लागेन कसरी झल्क्यो मोहन फक्रेको फुलसरी छिनको छिनैमा भेट हो माया के भनी बोलौँ म पहिलो दिनैमा भेट हो माया के भनी बोलौँ म पहिलो दिनैमा। धन्यवाद प्राध्यापक मित्र निधिरत्न नेउपानेज्यूले रु 100 नगद पुरस्कार प्रदान गर्नुभएको छ र नृत्यकार आदरणीय दाई हरिवास कोटालाई पुरस्कार लिइदिनु हुन म हार्दिक अनुरोध गर्दै स्टेजमा निम्त्याउँछु र पुरस्कार प्रदान गर्नुहुने आदरणीय सर निधिरत्न नेउपानेलाई पुरस्कार प्रदान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यस पछाडि म्युजिकल चेयरको प्र्याक्टिसको क्रममा छौँ हामी। यो क्रममा अब हामी म्युजिकल चेयर साँच्चै सुरु गर्न गइरहेका छौँ। तपाईहरु दाहिनेतिरबाट घुम्नुपर्छ। कृपया ताली बजाइदिनु होला। एकजना प्रतियोगी आउट भइसक्नु भएको छ। कृपया महिला दिदीबहिनीहरू मादलको तालमा तपाईहरु नाच्दै हिँड्दिनु होला। कृपया प्रतियोगी महिलाहरू कृपया नाच्दै हिँड्दिनु होला। कृपया ताली बजाइदिनु होला। कुर्सी छुन पाउनुहुने छैन तपाईले। फेरि अर्को एकजना प्रतियोगी बाहिर निस्किसक्नु भएको छ। बाहिरिनु भएको छ अर्को एकजना प्रतियोगी। मजै दौडिनु होला। फेरि अर्को प्रतियोगी बाहिर निस्किसक्नु भएको छ। मादल फेरि सुरु।